ओहो, यहाँले चिया पिउने त गर्नुभएको छैन? चिया नपिउनु होला है, चियाबाट यति धेरै नोक्सानहरू छ। कहिलेकाहीँ कफी खाने गर्नुभएको छ भने कफीको मात्रा आजबाट बढाइदिनुहोस्। ब्ल्याक कफी, हरेक बिहानीको सुरुवात ब्ल्याक कफीबाट। यसबाट यति धेरै अद्भुत लाभहरू छ यो कफीबाट। यसले मोटोपन, तौल घटाउन मद्दत गर्छ, एकाग्रता बढाउँछ, डिप्रेसन, तनावबाट मुक्ति, माइन्डलाई एकदम फ्रेस बनाइदिन्छ, माइन्ड फ्रेस। सबभन्दा गजबको लाभ भनेको त यसले लिभरमा जमेको टक्सिनलाई दूर गर्छ। टक्सिनको कारणले गर्दाखेरि, त्यो फोहोरले गर्दाखेरि विभिन्न छालासँग सम्बन्धित समस्याहरू आउँछन्, जसमा सोराइसिस समस्या, विभिन्न दाग धब्बाहरू, छाला चिलाउने समस्या, ती सब दूर गर्छ कफीले। एकदमै गजब, मुटुका लागि पनि धेरै राम्रो मानिन्छ। यो कफी हरेक बिहानीको सुरुवात कफीबाट गर्नु होला, त्यो पनि नो सुगर, एकदम तातो पानी, थोरै कफी, यति मात्रैले एकदमै आनन्द दिन्छ, रिल्याक्स गराउँछ। कति धेरै फाइदा कफीको। आजबाट कफी सुरु, चिया बन्द।